सकेका छन्। दाजुदिदीहरूले समूहबाट तालिम लिन जानुपर्छ भन्ने कुरा भएर चाहिँ हामी जान्छौँ तालिम लिन भनेर चाहिँ हामी गयौँ तालिम लिन। मामलुङ महिला जागरण केन्द्र भन्ने समूह रहेछ, त्यही समूहलाई मैले 15 दिन तालिम दिएँ त्यहाँ गएर। साथीहरूले गर्दाखेरि होइन त्यता गइयो, माओवादीपट्टि पनि गयो, दण्डकाल सङ्कटकाल लागेपछि मैले त्यो छोडेर म भागेँ होइन। मलाई कतै कुनै ठाउँमा पनि थर्कायो होइन, त माओवादीलाई यताउता भन्ने खालको कुरा पनि गर्थ्यो होइन। त्यतिखेरसम्म मलाई डर लागिरहेको थियो, तर अहिले भनेको मलाई एकदम गौरवमा छ होइन। किनभनेदेखि म अहिले एकदम कसैको डर धर्म त्रासमा पनि हिँड्नु परेको छैन, एकदम मेरो खुसीले काम गरिरहेको छु। मेरो लोग्नेले के अरे सौता ल्याउनु भयो, मलाई एक्लै पारेर हिँड्नु भयो। छोराछोरी बालबच्चाहरू मेरो बालाखै मसिना लडिकाहरू, मेरो घरबारी पनि थिएन। दुःख भयो मलाई। त्यस पछाडि मैले कुनै समूहमा पसेर केही मलाई साथीहरूले सहयोग गर्नुहुन्छ कि भनेर मैले धेरै आशा लिएर म यसरी समूहमा पसेँ। अब यताबाट तालिम यसरी पठाउने भन्ने कुरा साथीहरूबाट पाउँदाखेरि म पनि खुसीले म पनि गएँ। पहिलाको अवस्थामा मेरो 100 मात्र दिन्थ्यो, अहिले त्यो तालिम लिएर आए बापत मलाई 500 दिन्छ। उनीहरूलाई चाहिँ विकासको कुराहरूमा चाहिँ सहभागी गराएर आय आर्जनको कुराहरूमा सिपमूलक तालिमहरू दिएर उनीहरूलाई चाहिँ गाउँमा नै स्वरोजगारको चाहिँ वातावरण सिर्जना गर्यो। विकासको चाहिँ सहभागी गरायो भने धेरै खालको चाहिँ द्वन्द्वहरू चाहिँ गाउँमा हुने द्वन्द्वहरू त्यसै न्यूनीकरण भएर जाँदो रहेछ भन्ने खालको चाहिँ हामीलाई चाहिँ अनुभव भएको छ। परियोजनाले प्रदान गरेको मानवीय सहयोगपछि द्वन्द्व पीडितहरू समाजमा पुनर्स्थापित भई सम्मानजनक जीवन बिताउन थालेका छन्। मैले गाउँबाट शान्ति परियोजनाबाट र भचुरा आरएनबाट मैले 8,000 रुपियाँ पाएको थिएँ। तर मैले त 8,000 रुपियाँ पाउँदाखेरि चाहिँ 8 लाख पाएको जस्तो लाग्यो। बाटो मैले सोध्दै आएँ के गरौँ त, यो 8,000 पैसा 2 माउ कुखुरा किने हेर्नुहोस्, त्यो बाख्राले मलाई फाइदै गरिरहेछ। मैले अब 2टा बेचिसकेँ, अब यी 2टा ब्याउने होला छ। शान्ति कार्यक्रम आयो, तरकारी खेती भनेर चाहिँ अब तालिमहरू अब झिकाउनु भयो होइन। ट्रेनिङ पनि प्राप्त गरियो होइन। करेलाहरू अस्ति असारमा उत्पन्न गरेर अब उमा बेचे पनि मैले। त्यस्तै अब काँक्रा, अब बर्खे मौसमी बेमौसमी तरकारीहरू गरियो। मैले हिँड्ने अवसर पनि पाएँ, अलिकति बुझ्ने अवसर पनि पाएँ। परियोजना क्षेत्रका स्वास्थ्य चौकीहरूलाई प्रदान गरिएको सहयोगले गर्दा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि भई समुदायका सदस्य र विशेष गरी महिलाहरूको सुलभ स्वास्थ्य सेवाको पहुँचमा वृद्धि भएको छ। पहिले वार्षिक 2400 जना मान्छे आउने मान्छे हो। यो भवन बनिकन र यो सुविधा पाइकन अहिले 7,000 को हाराहारीमा वार्षिक पुग्छ। यस कार्यक्रमले 807 जना द्वन्द्व पीडित तथा गरिब परिवारका छात्र छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराइरहेको छ। छात्रवृत्ति पाएपछि नियमित रूपमा विद्यालय जान थालेकाले उनीहरूको पढाइमा सुधार आएको छ। छात्रवृत्ति नपाउँदा चाहिँ स्कुल आउन पाइँदैन थियो। त्यस्तै कपी डटपेनहरू किन्दिन अलिक सक्नुहुन्थेन, अनि स्कुल आउने पोसाकहरू। अनि अहिले चाहिँ यो छात्रवृत्ति पाइकन चाहिँ आउनु पाइरहन्छ स्कुल। छात्रवृत्तिले हामीलाई सबभन्दा ठुलो पठन पाठनमा र यहाँका ती द्वन्द्व पीडित हाम्रा बुबा आमाहरूलाई चाहिँ ठुलो सहयोग पुर्याएको हामीले महसुस गरेका छौँ। द्वन्द्वकालमा भत्किएका वा बन्न नसकेका संरचना र पूर्वाधारहरूको निर्माण र पुनर्निर्माण पनि परियोजनाको एउटा मुख्य क्रियाकलाप थियो। परियोजनाले विद्यालय, सिंचाई, खानेपानी, सामुदायिक भवन, स्वास्थ्य चौकी जस्ता हालसम्म 140 भौतिक पूर्वाधारहरू निर्माण गरेको छ।
जनसर्वदान चाहिँ के अरे हामीले राम्ररी जुटायौँ। त्यहाँभन्दा जुट्ने ठाउँमै छैन। दिनको 300 जनासम्म चाहिँ के अरे हामीले चाहिँ के अरे जुटाइयो र सबै हौसलाका साथ साथीहरू चाहिँ के अरे आउनुभयो। यो ढलाइमा चाहिँ के अरे यति ठुलो चाहिँ के अरे अब ढलाइ हुँदो रहेछ कि यो ठुलो बिल्डिङ चाहिँ यत्रो ठुलो बिल्डिङ हुन्छ भने हामीले सोचेका पनि थिएनौँ। यसबाट करिब 37,629 लक्षित व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यस्ता विकास निर्माणका काममा सरकारी निकायसँग पनि सहकार्य र समन्वय गरिएको थियो। कतिपय योजनाहरूमा हाम्रो प्रत्यक्ष सहभागिता छ, कतिपयमा हामीले कार्यक्रमगत समझदारीहरू बनाएर अघि बढेका छौँ। भत्किएका संरचना र पूर्वाधारहरूको पुनर्निर्माणमा आन्तरिक रूपमा विस्थापित तथा द्वन्द्व पीडितहरूलाई नै सरिक गराइएको थियो। फलस्वरूप विभिन्न योजना सम्पन्न गर्ने क्रममा हिजोका दिनमा द्वन्द्वरत पक्षहरू लगायत समुदायका सबै सदस्यले एकै ठाउँमा आई काम गर्ने अवसर प्राप्त गरे, जसले गर्दा एकातिर समुदायको पूर्वाधार विकास भएको छ भने अर्कोतिर समुदायका सदस्यहरू बीच द्वन्द्वको समयमा पलाएको वैमनस्यता र वैरभाव सद्भाव र मेलमिलापमा रूपान्तरण भएको छ। यो भवन बनाउँदा निकै रमाइलो भयो। हामी पहिले द्वन्द्वकालीन समयमा चाहिँ हामी कुनै अब पार्टीको हैसियतले कुनै यो पार्टीमा हिँड्ने कोही अर्को पार्टीमा हिँड्ने भनेर हामीले द्वन्द्व भइरहेको थियो, भित्री द्वन्द्व भएको थियो भने यो भवनमा चाहिँ यो चाहिँ हामीलाई अनिवार्य हो, यो चाहिँ हामीलाई चाहिएको छ भनेर हामीले कसैले पनि जस मनमुटा नगरिकन पहिले नबोल्ने मान्छेहरू पनि जस यो भवन बनाउँदा चाहिँ सबैजना कोही तल्लो जात कोही माथिल्लो जात कोही महिला कोही पुरुष नभनिकन होइन समान ढङ्गले हामीले चाहिँ यो भवन चाहिँ तयार गर्यौँ। 66, 67 र अहिले 68 सालमा हामीले निकै यो कुलाबाट निकै लाभ कमाएका छौँ र यसमा पहिले यो कुलो नहुँदाखेरि एउटा झगडा गर्ने पात्र चाहिँ म पनि हुँ र अहिले यो कुलो आइकन चाहिँ त्यस्तो झै झगडा केही पनि भएको छैन र मान्छे बिचमा एक खालको मेलमिलापको वातावरण पनि बढेर पनि गएको छ। अब यसले गर्दाखेरि अब सबै भनौँ न सबै टोलको सबै मानिसहरू चाहिँ होइन यहाँ होइन महिला पुरुष भेला भएको छौँ होइन एक खालको सद्भाव राम्रो छ। यी दुई जिल्लाका समुदाय र जनसंस्था मात्र होइन यहाँका राजनीतिक दलहरू तथा नागरिक समाज पनि शान्ति निर्माण र विकासका लागि एक आपसमा हातेमालो गरिरहेका छन्। सामाजिक काम गर्दाखेरि हामीले कहिले पनि राजनीतिक दलसँग आग्रह पूर्वाग्रह नराखिकन हामीले काम गरेका छौँ, गर्छौँ पनि। परियोजनाले हासिल गरेका उपलब्धिहरूलाई दिगो बनाउनका लागि रणनीति समेत तय गरिएको छ। त्यो 150वटै सिबिपिओलाई चाहिँ हामीले कुनै न कुनै सरकारी निकायसँग चाहिँ आबद्ध गराउने, दर्ता गराउने, आबद्ध गराउने ताकि भोलि गएर हामीले यो गाउँबाट शान्ति भन्ने कार्यक्रम चाहिँ छोडेर जाँदाखेरि पनि उनीहरूको चाहिँ एउटा दिगोपनको लागि निरन्तरता होस्, चाहिँ उनीहरूलाई एउटा आफ्नो खुट्टामा उभिनु सक्ने बनाएर छोड्ने भन्ने हिसाबले त्यो ढङ्गमा हामी अहिले चाहिँ काम गरिरहेछौँ। सामाजिक, आर्थिक र राजनीतिक आयामहरूलाई समष्टिगत रूपमा सम्बोधन गर्नका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी उनीहरूलाई अग्रसर गराएमा स्थानीय स्तरमा द्वन्द्व व्यवस्थापन र शान्ति निर्माण कार्य प्रभावकारी हुन सक्दछ भन्ने कुरा भोजपुर र सङ्खुवासभाका जनसंस्थाहरूले गरेर देखाएका छन्। मलाई लाग्छ यसको पाइलट फेजको यो दुईवटा जिल्लाको चाहिँ नि उपलब्धि असाध्यै राम्रो रूपमा देखिएको छ। एउटा अर्को चरण यसलाई अलिकति देशका सबै चाहिँ नि 5वटा विकास क्षेत्रका 2-3 जिल्लामा चाहिँ नि विस्तार गर्न सक्यौं र त्यसको चाहिँ नि असर मल्टिप्लायर इफेक्ट चाहिँ नि सबैतिर जनताले सबै क्षेत्रका सबै भूगोलका जनताहरूले यसलाई ओन गर्न सकुन्। त्यसपछि चाहिँ नि यसको डिमान्ड आउँछ सरकारमा, त्यसपछि यसलाई चाहिँ नि हामीले लार्जर रूपमा गभर्नमेन्टको फन्डबाट होस् या चाहिँ नि दात्री निकायको सहयोगहरूबाट होस् यसलाई चाहिँ लार्जर रूपमा लैजाने प्रयत्न गर्नेछौँ। पहिलाको हेरिकन अहिले म अलिकति केही माथि नै छु, अलिक उक्सेको जस्तो लाग्छ मलाई हैन। र आरएनएलले मलाई सहयोग दिएकोमा र अहिले यसो छोराहरूको रूपहरू हेर्दाखेरि मलाई पहिलाको भन्दा धेरै शान्ति नै आएको छ। गाउँबाट शान्ति कार्यक्रम शान्ति नै छाएको छ सर। अहिले मलाई धेरै नै एकदम म खुसियाली पनि छु
म गाउँबाट शान्ति कार्यक्रम धेरै धेरै अब के अरे धन्यवाद पनि दिन चाहन्छु। कसैको दर धर्म त्रासमा पनि हिँड्नु परेको छैन, एकदम मेरो खुसीले काम गरिरहेको छु, मलाई एकदम शान्ति छ होइन। पहिला गाह्रो थियो नि सर, अहिले त एकदमै मलाई खुसी छु, मनमा शान्ति छु। आज यी दुई जिल्लाका मानिसहरू शान्ति र समृद्धिको पथतिर लम्किरहेका छन्। परियोजनाले विकास गरी सफल रूपमा अभ्यास गरिसकेको समुदायमा आधारित शान्ति निर्माण तथा द्वन्द्व व्यवस्थापन रणनीतिहरूलाई मुलुकका अन्य जिल्लाहरूमा पनि लागू गरिएमा स्थानीय स्तरमा द्वन्द्व व्यवस्थापन र शान्ति निर्माण भई समग्र मुलुकमा दिगो शान्ति स्थापनामा योगदान पुग्ने देखिन्छ।